ल हेर्नुहोस् त साथीहरू, आज मैले नट्सको लड्डु बनाएको छु। यो लड्डु बनाउने आइडिया चाहिँ किन आएको भन्दाखेरि यो सबै नट्सहरू खान चाहिँ एकदमै अल्छी लाग्यो मलाई। अनि एउटा लड्डु खाएपछि चाहिँ सबै नट्स पनि खाइने, मिठो पनि हुने र हेल्दी पनि हुने। अनि प्लस हाम्रो बच्चालाई पनि यो लड्डु एकदमै मनपर्छ। ऊ एकदमै चुजी छ, नट्सहरू सबै चुज गरेर खान्छ। कुनै कुनै नट्स मनपर्छ, कुनै कुनै मन पर्दैन। त्यसैले मैले चाहिँ यो लड्डु बनाएपछि सबै नट्सहरू इन्टेक हुने गयो भनेर चाहिँ यो लड्डु बनाउने आइडिया आएको मलाई। अनि मैले लड्डु बनाउनको लागि चाहिँ सबै नट्सहरूलाई चाहिँ कालो कालो भुटेको छु एकोर्डिङ टु इट्स साइज, यसको साइज अनुसार। किनभने कुनै सानो कुनै ठुलो छ, डढ्न सक्छ। पहिला आलस र तिललाई भुटेँ, अनि सनफ्लावर सिड र पम्किन सिडलाई भुटेँ, त्यसपछि आलमन्ड र काजुलाई भुटेँ र अनि ओखरलाई भुटेको छु। सब अलिअलि मात्रै भुटेको छु, धेरै समयसम्म भुट्नु पर्दैन। हल्का रातो रातो हुने भुटेर अनि निकाल्छु। अनि यसमा मैले रेजिन्स पनि, किसमिस पनि मिसाएको छु। अनि यसलाई बाइन्डिङ गर्नको लागि चाहिँ मैले डेट्स, खजुर र अनि गुडको प्रयोग गरेको छु। पहिला सुरुमा मैले चाहिँ यसमा चाहिँ कराईमा घिउ हाल्छु अलिकति। अनि घिउ हालेपछि यो गुड पनि, गुड यो डेट्स हुन्छ नि, यो चाहिँ डढ्दैन, हामीले इजिली चाहिँ पगालिन्छ। घिउ हाल्नु भयो भने स्वाद पनि मिठो आउँछ। अनि डेट्सलाई चाहिँ मैले काटेर मसिनो बनाएर राखेको छु। एकैछिन पकाएपछि यसलाई चम्चाले पनि म्याच गरेर आफू पक्लिन्छ। अनि पक्लिसकेपछि सबै नट्सहरू एकछिन राखेर अनि यसमा बाइन्डिङ गरेर लड्डु बनाउन सकिन्छ। मैले पनि यसरी गरेर लड्डु बनाएर राखेको छु। यसलाई चाहिँ मैले टिफिनमा हालेर चाहिँ स्टोर गरेर राखेको छु। अनि हाम्रो फ्यामिली मेम्बर्समा सबैजनाले दिनमा एउटा लड्डु चाहिँ खान्छौँ। यो लड्डुको फाइदा चाहिँ के छ, हामीले प्रोटिन, पोटासियम, आइरन, म्याग्नेसियम जस्ता सप्लिमेन्ट्सहरू चाहिँ पाउन सक्छौँ। सो अलिअलि पनि यस्तै बनाएर खानुहोस्।